नाम छकबहादुर गुरुङ। म चाहिँ क्वालिटी कन्ट्रोल ल्याबमा कार्यरत सदा सधैँ पनि मैले प्लान्ट एन्ड इक्विपमेन्ट पनि हेर्ने गर्छु। यसमा अब हामीसँग एउटा अपोलोको प्लान्ट हुँदाहुँदै पनि ब्याच मिक्स प्लान्ट हुँदाहुँदै पनि हामीले चाहिँ अमानको यो इकोटेक प्लान्ट 120 लियौँ। यो काँकड भित्तादेखि लौकी सडकसम्मको लागि। अब यो लिनुमा के छ भने अब यो समय पनि परिवर्तन हुँदै जाने क्रममा चाहिँ अब थोरै वातावरणको लागि पनि धेरै अहिले याद गर्नुपर्ने भएको हुनाले प्रदूषण रहित हैन, पहिलाको प्लान्टहरू भन्दा यो प्रदूषण रहित र यसमा चाहिँ खर्च पनि कम आउने हैन, इकोनोमिकली। जस्तै तपाईँको चाहिँ अब यसले खाने इलेक्ट्रिक, यसले कन्जम्सन गर्ने इलेक्ट्रिक, यसले कन्जम्सन गर्ने फ्युल, यी सबै चिजमा चाहिँ यसले कम गर्ने भएको हुनाले र अनि यो अब त्योभन्दा यो अलिकति क्यापासिटी पनि अलिकति बढ्यो। यसले थोरै समयमा धेरै प्रडक्सन गर्ने भएको हुनाले हामीले चाहिँ यसलाई रोज्यौँ र अमानको प्लान्ट नै लियौँ। अब हामीलाई उहाँहरूले सर्भिस पनि राम्रै दिनुभएको छ होइन। अब आउने सर्भिस पनि राम्रै दिन्छ भन्ने आशमा छौँ हामी। त्यसको लागि हामीले यो अमानको प्लान्टलाई चाहिँ रोज्यौँ। मेरो नाम मिनबहादुर खड्का, मेरो घर चाहिँ दैलेख हो। म यो अमान प्लान्टमा 2006-07 देखि काम गरिरहेको छु। पहिला मैले इन्डियामा काम गरेको समथिङ 15-16 वर्ष। अहिले चाहिँ नेपालमा आएर कालिका कन्स्ट्रक्सनमा यो हाम्रो यो अमान इकोटेक प्लान्टको फ्युल कन्जम्सन धेरै राम्रो छ। यो मटेरियल भएर पनि 5-6-7 पहिला आएको थियो, अहिले 5.5-4 सम्म दिइरहेको। अहिले समथिङ 115 TPS सम्म चलिरहेको छ। Right equipment for right application at AEMPL. Let's build together.